आज अप्रिल 1 2026 आजदेखि चाहिँ न्युजिल्यान्डमा केही इम्पोर्टेन्ट फाइनेन्सियल चेन्जहरू स्टार्ट हुने भएको छ, जसले चाहिँ किवीको अर्निङ, सेभिङ र सपोर्टमा चाहिँ केही चेन्ज ल्याउनेछ। फर्स्टमा छ किवी सेभर कन्ट्रिब्युसन चाहिँ 3%बाट बढेर 3.5% भएको छ, जसले गर्दा तपाईँको टेक होम स्यालेरीमा डिफ्रेन्ट फिल हुन्छ, तर फ्युचरमा चाहिँ सेभिङ सेक्योर हुन्छ। र पहिला चाहिँ 16-17 इयर ओल्ड इम्प्लोइको किवी सेभर कन्ट्रिब्युसन अप्सनल मात्र थियो, इम्प्लोइले डिसाइड गर्नु पर्थ्यो गर्ने कि नगर्ने भनेर। तर अब अप्रिल 1 देखि चाहिँ इम्प्लोयर कन्ट्रिब्युसन अटोमेटिक स्टार्ट हुने भएको छ। र अर्को पोइन्ट छ मिनिमम वेज इन्क्रिज चाहिँ $23.50बाट बढेर $23.95 पर आवर भएको छ। र स्टार्टिङ आउट र ट्रेनिङ वेज पनि 19.16 पर आवर गरेको छ। र अर्को मेन इम्पोर्टेन्ट चेन्ज भनेको चाहिँ फ्युल रिलिफ फर फ्यामिली। गभर्मेन्टले चाहिँ वर्किङ फ्यामिलीज विथ डिपेन्डेन्ट चिल्ड्रेनलाई चाहिँ $50 पर विक दिने भएको छ। यो पेमेन्ट चाहिँ तपाईँको मिड अप्रिलदेखि अटोमेटिक तपाईँको एकाउन्टमा आउनेछ। यो चाहिँ सर्ट टर्मको लागि मात्रै हो, जबसम्म फ्युलको प्राइस चाहिँ ड्रप हुँदैन त्यतिन्जेलसम्मको लागि मात्रै हो। अर्को चेन्ज चाहिँ जब सिकर, सोल प्यारेन्ट सपोर्ट र पेन्सनमा पनि अटोमेटिक इन्क्रिज हुने भएको छ। सो थ्याङ्क यू सो मच फर वाचिङ। Stay informed and stay updated.